गुड मर्निङ गाइस, नमस्ते। हामी चाहिँ ड्युटी सकेर अब रुमतिर लागेको। आज पनि गाडी छैन। यो हाम्रो कम्पनीमा यस्तै हुन्छ, जहिले गाडी हुँदैन, कहिले के हुँदैन, कहिले के हुँदैन, यस्तो भइरहेको छ। यो इन्डस्ट्री एरिया हो कि जताततै कालो मैलो धुलो थोरै छैन, धुलो धुलो हो, वहाँ धुलो। यो इन्डस्ट्री एरियामा यस्तो हुन्छ अनि रोग लाग्ने सम्भावना अत्याधिक मात्रामा हुन्छ। धेरै अब मान्छेको बस्तीको चाप अनि उत्पादन क्षेत्रहरू त्यसै पनि, अनि त्यो भएर मान्छेहरूलाई रोगले सताउँछ। यस्तोमा कसरी बस्छ, नराम्रो अक्सिजन दिन पाउँछ, बालुवा घानी छ र पनि मान्छेहरू बसेको छन्, उत्पादनलाई वृद्धि गराएका छन्। खै हामी चाहिँ अब बस्न सकिँदैन, यस्तो धुलो छ है। ओहो पुरै कम्पनीहरू यो अरूबाट त आएको छैन, यो त फुडकोहरू हो, खानेकुराहरूको कम्पनी हो। त्यो भएर यो त छैन। अलि पर हेर्ने हो भने धुलोहरू यस्तो हानी छ। यो अलमराई, यो म पछाडि भएको अलमराई हो। त्यहाँबाट यो अलमराईबाट चाहिँ सबै ब्रान्चहरूमा पठाउँछ सामान। अनि यता यो पारिपट्टि धुलो, पुरै धुलो, उद्योग कल कारखानाहरूबाट आएका धुलोहरू। यता हेर त्यस्तै हो। यस्तो धुलोमा हिँड्दै आउनु परेछ, गाडी नभएर बिग्रेर बनाउनु गाह्रो छ। यस्तो सुगाइ छ अब होइन। अब यहाँबाट कहिले निक्लिने भन्ने सोच्छ, तर सेक्युरिटीहरू पुरै छ यहाँ। केही प्रथमकाल केही भइहाल्यो भने मिनेटमै आइपुग्छ सेक्युरिटीहरू। कस्तो गाडी लाइन लागेको छ, सेक्युरिटीको गाडीहरू। अलिअलि बोटबिरुवा भएको भए चाहिँ दामी हुन्थ्यो। यता रोप्दैछ, बल्ल रोपेको छ, बस्तीहरू पनि घरहरू पनि बनाइराखेको छ। तर छैन। यो चाहिँ सेक्युरिटी इमर्जेन्सी नम्बर 1920 रहेछ। सबै अब दिनभरि रातभरि यस्तो यो धुवा धुलो हुन्छ, काहीँ नभएकै बोट बिरुवा हुर्किँदैछ बल्ल। यो हुर्केपछि दामी हुन्छ। फेरि सेक्युरिटीहरू आउनु थालेको छ, पुलिसहरू। त्यस्तो छ अहिले गाइस। ड्युटी सुरु भएको छ। रातिमा चाहिँ सेक्युरिटी बस्दैन क्या, दिनमा मात्रै। यस्तो चाहिँ हामीले काम गर्ने ठाउँको